ल है गाइज घरमा पुगेँ है। यस्तो रहेछ पुरै रक्सी सक्सी के हो यो रक्सी आमा के झिकेर राख्यो हौ। खलाई रोपिरहेको छु त हाम्रो मामा मामा धमाधम म चाहिँ भर्खरै कोदालो राखिरहेको है। ल टक्क लगाएर हाम्रो खाजा है। ल यहाँ खेतको आलीमा टक्क लगाएर यो मामाको चिसो। ल है यस्तो छ गाउँघरमा जताततै खाजा उता पनि भइरहेछ यता पनि होइन। ए म त हातले यासिन जाऊ धेरै कता बसी खानु हो। यस्तो छ अब हालत है। म धमाधम खाइरहेछ है। ल है गाई चाहिँ अब खान्छु ल दुश्मनी। ल गाई चक्क लगाएर घरमा है। ल गाई चाहिँ यो भाँडा सबै मैले धुनुपर्छ। ल यो बिहान दाल पकाएको यो पुरै भात दाल बसालेको अनि यो लगेको यो यिनीहरू लगेको यो तरकारी लगेको ए च्याउ पनि रहेछ यार सबै के लगाइ चाहिँ सबै धुनुपर्छ कि मैले है। होटेलमा लास्टै धुन्थ्यो यहाँ पनि लास्टै आम्मा के गर्नु। ल कुखुरा हेर्नु कुखुरा त्यही सबैजनालाई तपाईँहरू पनि सबैजना सन्चै आरामै छु। म पनि एकदमै सन्चै आरामै छु। यो चाहिँ बिहानको लगभग 3:50 बगेको छ। आज हाम्रो हिजो म चौताराबाट घर आएको थिएँ नि त। हिजोको ब्लग हेर्ने नै भयो तपाईँहरूले कस्तो लाग्यो कमेन्ट गर्ने होला है। टक्क लगाएर आज हामीले खेत रोप्नको लागि गाउँको लागि यो आलु तास्तै छ। यसले किन यो लाग्दैन रहेछ यो चक्कु पनि त्यही भएर यस्तै छ। अब चाहिँ यिनीहरू सबै काट्नुपर्छ 15जनालाई। गेडागुटी पनि छ यहाँ गेडागुटी उसिनेको यहाँ यो मकै खाएको। ल कुकुरहरू पनि मजाले सुतिरहेछ। हाम्रो बाजेहरू पनि उता सुतिरहनु भएको छ। बाजे चाहिँ हिजो रक्सी पारेर 11 बजी सुत्नु भएको। बाजे र बहिनी चाहिँ म चाहिँ हिजो चाँडै सुतेको। त्यो चाहिँ यत्रो ठुलो पानी परियो रातभरि आम्मामा। लगाइ चाहिँ धेरै गफ नगरौँ अहिले गरौँ। अहिले चाहिँ म यसो टक्क टुक्क गर्न लाग्यो। ल गाई चाहिँ टक्क लगाएर फेरि अब चाहिँ म धुप हाल्न लाग्यो। ए धुप त के भन्छ सुक्पो गर्न लाग्यो। सुक्पो डक्कु मैले तासेको आलु ए यसो ठिकै हो। यो चाहिँ यो अहिले यस्तो के हुन्छ होइन। अब चाहिँ धुप हाल्न लाग्यो। अहिले कोइला हाल्नुपर्छ कि हाम्रो तामाङहरूको चाहिँ काठमाडौँ त रेडमेड आउँथ्यो होला। कति आउँछ यस्तो गर्नुपर्छ क्या पुरानीले यहाँ बाहिर छ दिदीपाटी त्यो भन्नुपर्छ है। ढक्क लगाएर यस्तो निकाल्ने सर के पनि देख्नु भएको छैन तपाईँहरूले टक्कै पहिला यस्तो गर्नुपर्छ। ल टक्क लगाएर है धुप चाहिँ बालिसक्यो भगवान् छ क्या त्यही भएर यस्तो दामी ठुलो के ममको चित्रहरू हजुरआमाको फोटोहरू अनि बाजेको खतरा के धेरै खतरा थियो क्या हुन्छ भगवान्हरू भनौँ न। उखै बाजेका यो हिजो ल्याउनु भएको चिसो यस्तो छ। अनि बाजेको बिहेर हिजो ल्याउनु भएको। ल गाई चाहिँ अब चाहिँ एकछिनमा भेट्छु। यिनीहरू पनि के फ्राई साई के गर्नुपर्ने सोध्छु। ल गाई टक्क लगाएर होइन म चाहिँ अब ठ्याक्कै 5 बजिसक्यो। म चाहिँ घाँस काट्नु जानु लाग्यो होइन। अब चाहिँ भने ल गाइस टक्क लगाएर म चाहिँ यहाँ माथि आइपुगिसकेँ होइन। ल अन्त रप्टे गाउँ क्लियर अनि सुन्दर देखिरहेछ। यत्रो पानी पऱ्यो रातभरि आमामा गुटुङ टुङ हेट रातभरि निन्द्र लागेन भने किनभने कम ठुलो पानी पऱ्यो वाप धान चौठामा जस्ता ट्याङ्क कराउने। मलाई चाहिँ घाँस काट्नु जाने रे बहिनीले उपकाउँछ तरकारी हेरेर ल अन्त ल हेर होइन कति घाँस काट्नु बिचरा जुकामा केली सो म पनि साथी गरेँ होइन। ल है त गाइस म चाहिँ अब टक्क लगाएर घाँस काट्दैछु। यति काटिसक्यो यहाँ वहाँ भैँसी त्यहीँ छ। अब टक्क अलिअलि काट्दैछु जुका चाहिँ लास्टै आउँछ यार आम्मा हाइट। ल साथीहरू यस्तै होइन के गर्नु। अब चाहिँ म घाँस काट्छु अलिअलि काटेँ आज यति काटिसक्यो अब आधी काट्ने बाँकी। ल है तपाईँहरूले एकैचोटि घाँस काटिसकेपछि भ्याउँछु किने ल होइन घाम चाहिँ कस्तो मजाले लागेर चाहिँ इटेलिक्क पारेर
है। ल है त गाई टक्क लाएर म चाहिँ सबै भैँसीलाई टक्क भैँसीलाई घाँस हालिसक्यो। मजाले खाँदैछ। यहाँ छ है, यहाँ छ काट्नु भएको रहेछ घाँस चाहिँ त्यहाँ हालिसक्यो। दिनभरिको लागि उसलाई यति। अझै म त लागिसकेको छ। अहिले चाहिँ 6:30 भइसकेको छ। म बिहानै आएको नि त, त्यही भएर ल्याम गर्दै गर्दै अझ बर्खा घाँस चाँडै पुगिहाल्छ कि एकैछिनमा। धेरै टाइम पनि लाग्दैन कि छोकै गएको छ। ल राम्रोसँग बस्छ, म गएँ ल। अब यहाँ आज सिद्धिन्छ, आज खेत रोपिन्छ। भोलि फेरि चौतारा जान्छ, चौतारा रोप्नुपर्छ। चौतारा हानेपछि पर्सितिर निकुर्सीतिर काठमाडौँतिर हिँडिन्छु म। ल यस्तै छ। अब चाहिँ भैँसीलाई भेट्ने अन्तिम दिन हो मेरो, अन्तिम दिन। अब फेरि अब एकैचोटि म दसैँमा आउँछु। दसैँमा के ढाडे चप्पल चाहिँ त्यो मजामा लाग्ने कुरा हो कि। ल यस्तै छ। जुगा चाहिँ लास्टै ओभर आउँदैछ। एसी आए खुट्टा लास्टै चप्पल चुट्छ कुन प्ल्याते हुन्छ यो है। आएम चप्पलहरू कुन लास्टै चिप्लिन्छ चप्पलहरू प्ल्याट हुन्छ। अनि एक महिना टिक्दैन यहाँ चप्पलहरू गाउँघरमा चाहिँ। यो मैले अस्ति कति किन्यो भने भनेपछि 4 कति किन्यो होला। अझ कति भयो भने अझ कति 21 गते। ल 21 गते यस्तो भइसक्यो लगभग। अझ धेरै दिन भएन, ठिक्क दिन भयो लगाइ चाहिँ। यो हाम्रो बाजेको घट्टा, हाम्रो आफ्नै घट्टा हो क्या। भित्र छ बाजेले पुरा अहिले बर्खामा चाहिँ छोपिराख्नु भएको थियो। ल हेर्दा भित्र के गर्नु, अहिले देखाउनु हुन्थ्यो तपाईँहरूलाई। आज म लास्टै बिजी छु आजभोलि। फेरि अब खेतमा जानुपर्छ। ल त्यो बहिनीले सबै पैसा पकाइसकेको छैन, त्यही सहयोग गर्न जानुपर्छ। तपाईँहरूले भोलि पर्सि यसो टक्क टाइम मिलाएर देखाउँछ नि होइन। के भने यो पालि यस्तै भयो, अर्को साल त हामी भइहाल्छ नि। यो साल नभए पनि के छ र होइन। जस्तै चप्पल चिप्ले कि यहाँलाई चाहिँ धुनु जान्छु म। ल अब के चिप्लिन्छ। ल हामी हावा बल्ल ट्याक्क भयो क्या है। ल है गाइज घरमा पुग्यो है। यस्तो रहेछ पुरै रक्सी सक्सी। के हो यो रक्सी? आमामामा के झिकेर राख्यो हौ। चिउरा रक्सी तरकारी यस्तो बनाएको रहेछ। सिस्टम क्या है हाम्रो कुकुरहरू सिस्टम बेग्लै है त हे। ल साथीहरू टक्क लाएर होइन आज 8 बजिसकेको छ। हामीले अब लागिसक्यो खेततिर है। सबै सामान बोकिसक्यो। बहिनी चाहिँ अगाडि जानुभएको छ, बाजे चाहिँ अघि जानुभएको रहेछ। सुइने हामी चाहिँ अब चाहिँ लिभर है। लामाहरू आज कहाँ गएछ? लामा गोठकै होला बिचरा लामा पनि। के गर्नु, लामा आज गोठमा बाख्रा चराउनु ड्युटीतिर लागेको जस्तो छ। के गर्नु, गाउँमा काम नगरेसम्म खानु मिल्दैन है। नभए खेदिहाल्छ तँलाई जाँठका काम नगरेर भनिहाल्छ होइन। ल मुनि ल गाइस हामी चाहिँ खेतमा आइपुगिसक्यो। लुखर पाएर कस्तो लामाको खेतहरू यिनीहरू चाहिँ माथि अहिले माथि बस्छ यिनीहरू ओख्रिनीमा। ल अन्त अस्ति नै झामझुम रोपिसक्यो। ल अन्त पुरै के हो आइसक्यो कि पुरै झार आइसक्यो। ल के भयो है, यस्तै छ अब हैट। ल यस्तो छ है। हाम्रो बाई चाहिँ यहीँ आएछ कि यहाँ दिएको छैन होइन। ल मकै चाहिँ यति बाँकी रहेको छ। धानको बिउ त सबै निकालिसकेको छ। ल है त गए सक्कलाई राम्रो चाहिँ खेत रोपिरहेको छैन। म चाहिँ यसो पानी दिनु पऱ्यो भने आएको पानी लिएर भर्खर उता भाडाबाट है
ल मामा लाउन पानी मेरा ब्लॉग में मामालाई पनि स्वागत छ आप लोग मामा है स्वागत है मेरा ब्लॉग पे तर हलक्कै बढेछ यो मामाले ल कल 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 पारेर मामा चाहिँ मामाले मेरो तपाईँको नाम ब्ल्याक बोय होइन ए लाइक ल मलाई यस्तो मेरो सब्सक्राइब गरेर मलाई मामाले त्यही हेर ल कस्तो ल अब अर्को लानु पऱ्यो आया है यस्तो धम्मा खेत भइरहेछ है कि गाउँ खाँदैमा ल Gap si Tamang ngay tong si Tamang halong mo gap mga masih gitu. Taruh di dalam sini. धम्मा धम रोपेर चाहिँ यस्तो भएर छु भर्खर एउटा ठुलो सबसे ठुलो Dalam lagi. मामा यस्तो खतरा भइसक्यो चाची बेरा नयाँ मोबाइल छला लगिँदो भन किजाम लिँदै थिएँ रे ल खेतमा जमी खेती रोपिरहेको छु क्या क्या त यहाँ पैसा यहाँ खोला नि क्या हतार गाउँमा यहाँ ल सर ल यो बिउ चाहिँ मुनि पुरानो पऱ्यो बिउ चाहिँ माथि पुरानो पऱ्यो कि बिउ चाहिँ मुनितिर यसरी हुन्छ ल दाँती स्वयं कि स्वयं हान्दैछु म यता एउटा हातले काम ल है त गाई टक्क लिएर होइन अझै 12 बजिसक्यो सबैले एक सारे कोहीलाई रक्सी कोहीलाई पुरै मकैको हुरे सबै दिइसक्यो होइन टक्क लिएर अब म खाँदै भर्खर म खाँदै सबै दिइसक्यो भर्खर चिसो खाँदैछु टक्क धम्मा धम रोपेर चाहिँ एकछिन मजा आराम कुदेको ऊ बिचरा मम पनि मम र म चाहिँ कहिले म चाहिँ पानी बोकेको घरि के हट अनि एकछिन डक्क लगाएर बल्ल मलाई अलिकति टक्क बस्ने मैले क्या ल यस्तो छ हौ राइट खास धान दिने घाम लागेन अघि त यस्तो तर्को घाम लागिरहेको आज खास होइन बिचरा कुकुर पनि आएको छ है ऊ बिचरा मम पनि भाकिएको पानी मिलाइ भौँसी पुगेन बाजे भौँसी गर्दैछन् ल है यस्तै हो ए हो मामा ल अब त्यहाँ अब लगभग 2 घन्टामा सकिन्छ होला 2 घन्टामा त सकिन्छ होला अब त है यस्तो भोक लागिरह मामा कस्तो आइसक्यो तरकारी एकदम खतरा डेन्जर टेस्टी यस्तो हालत छ मामा खतरा भएर छ ल इन्फिनिक्स ल डक्क लाग्यो चिसो पनि सक्यो है डक्क चिया फेरि यता मामाको चिउरा है चक्क लगाएर अर्को मामा फेरि यहाँहरूको मामा सबै मामा घरको मान्छे मात्रै बोलायो कि हामीले हाम्रो गाउँमा नपाएर पहिला खाइसक्यो हामीले अलिक पछि आयो भने त उनीहरूले आज जति खायो भने हामी बल्ल आएको भर्खर सार्मे हुँदैछ भर्खर नि धम्मा धम लोड भइरहेछ यता चाहिँ म कस्तो भइरहेछ यो चियामा यस्तो हालेर खाँदा एकदम टेस्टी हुन्छ ल ओए ल गोरु जोते धम्मा धम हामी दुईजना चाहिँ आली ल्याउन मामा र म चाहिँ
भ्याइ नभई अच्छा कराउँछ साउ बुढो भन्नु छ साउ कहाँ गयो साउ साउ मुनि पुगिसक्यो साउ चाहिँ होइन मामा मजाले खाने होइन ल के उदी कुदेको लागि हाम्रो मामा चाहिँ कपाल बाँध्नु पऱ्यो अरे चिपेन मलाई अलिक स्पिने ल चिया है यत्रो चिया यता रक्स्यो भने फेरि एकदम टेस्टी छ चिया चाहिँ त्यो चाहिँ साउ बुढेर बनाएको चिया होइन मामा ल हाम्रो तामाङको जाँट नभए कामै छैन यहाँ आम्मामा कति खाने यार यो चुरा पनि फ्याट ल माथि बुझ्नुपर्छ कालो बादल भएछ म जस्तै मम्मीले यता ल्याउनु भएको छ बोजूले अनि त्यही भएर म पनि लिन आएको जोक छ पानी परेर लास्टमा चाहिँ ल कस्तो छ ऊ आम्मामा सबैजना लास्टमा चाहिँ है धमाधम रोपिरहेको छ है के भयो यार क्यामेरा ल है यस्तो छ है आइहालेँ म चाहिँ भर्खरै कोदाल राखिरहेको है यस्तो छ गति चाहिँ खेतको आहा के गर्नु बाजेको मोबाइलै हराएछ साँच्ची भने ल ल नमेनी तँलाई टिप्दै नमेनी मुई नबाजिँदो भा होइन ल लगभग सकिसक्यो अब लास्ट छ ओ मामा यता सेल्फी हान्नु पऱ्यो कि भान्जाको ल है गाई जाँदै हामी फोटो अन्तिम खेल्ने ल टक्क फोटो सोटो खिचिसक्यो अब चाहिँ हामी लाग्छु आयो मामा आउनु सक्यो फाइनली सकिसक्यो है ए निपुरा यस धान गर्नु मामा ओ मामा कस्तो भयो दामी होइन ल आउँदै धुन्छु यार यहाँ मामा कस्तो भयो आज मामा चाहिँ यत्रो ठुलो पानी पनि केही थाहा भएन कि यस्तो खतरा आमा बुढी चाहिँ कुन चाहिँ पर्ने हो मामाले चटक्क ल अर्को मामा चाहिँ धमाधम रोपेछ एउटा गएर बाँकी छ यो चाहिँ हाम्रो साउको चप्पल खोलाले बगायो ल अब चप्पल हातमा कसो उजर महिमा ल हाम्रो कुकुर पनि आएको छ ल है ल यस्तो छ हाम्रो साउ बाजे आउँदैछ लुकुर बाहिर कहाँ गएर राख्नु ल त्यो गाई फाइनली खेत्र पनि सकिसक्यो सबैजनाको सबैले सक्सी खायो अलिअलि बाँकी भएको अनि मामाहरू पनि जानुभयो म पनि अहिले म चाहिँ भिडियो भ्लग बनाउनु पाइनँ मामाहरूको गएको अलिकति अप्ठ्यारो थियो नि त त्यही भएर दुईवटा चाँदे अनि दुईवटा कोदाला अनि यत्रो सामान लगायो भने त के गरौँ छ पानीले भिजेर लुत्रुक्कै हट आमायाम बल्ल सकिने बेला पानी पऱ्यो दुई गरम हट आमायाम तँ झ्याउ भने आमा यस्तो छ यहाँको हालत आउँदै हुन्छ सबैजना मुनि बाजे चाहिँ हलो लिएर आउने हलो एउटा दाँते उता माथिको अन्त हाम्रै गाउँको एउटा चाहिँ मामा घरकै गोरु सबै हाम्रो बाजेले चाहिँ मामा घरकै लगेको छ कि यो मेलाहरू लप्पीमा नभेट्ने अनि सबैजना उता म भिरकै एउटा मुखभरि यार माटो नै माटो गएर कस्तो हो भने ए गिर गइरहेको छ मेरो ल बाटो जस्तो छ ल है गाइस म चाहिँ आउँदा यहाँ हेर्दा बिचारा यत्रो मान्छे मकै बाँदर हेर्नुपर्छ के गर्ने यार सानैदेखि दुःख पाएको हुन्छ कि हाम्रो गाउँको बच्चाहरूले यार त्यही भएर अनि भाग्ने कारण थियो कि ल हेर्नु त
मान्छे यत्रो छ बादल यति आउँछ यत्रो मकै हिँड्नु छ ल अन्त सबै भाँच्छ बादलले यस्तो हुन्छ यार त्यही हाम्रो गाउँमा मान्छे नटिक्ने कारण धेरै प्रायः जस्तो मान्छे भाग्छ यस्तो काम यत्रो सानोबाटै काम के आमै बिचरा है असारको मकै ल अन्त सबै कोदो मरेछ यहाँ चाहिँ यस्तो छ हालत गाउँघरतिर है गरेर छ बिचरा अन्त अब त्यो बहिनीले अनि अहिले बाँदरले च्याकचुक छ्याकचुक अहिले हान्यो भन्दा नि कस्तो खतरा बाँदरहरू हुन्छ आज भोलि है गरेर हामीलाई त लखट आउँछ अनि यत्रो त के गर्छ होला यार ल भर्खर गएर आइपुगेन बाजे भर्खर हजुर म त यस्तो छ सक्दैन नि कम गराउँछ मलाई आज बाजेको गुरु स्याङ्दान बाजेको हाम्रोमा ओहो हामी सँगसँगै भन्छ पानी पऱ्यो ट्याक्कै घर आउनु बित्तिकै कि ल ल ल के हुन लाग्यो नेपालमा ठ्याक्कै परिसकेको रहेछ नि भाग्य चाहिँ भएको मान्छे हो क्या म किन अन्त घरमा लगाएर चाहिँ ठ्याक्कै घर आउनु बित्तिकै पानी परिहाल्यो लगाएर चाहिँ अब चाहिँ सबै भाँडा धुनुपर्ने हुन्छ क्या है लगाइ टक्क लगाएर घरमा है लगाए चाहिँ यो भाँडा सबै मैले धुनुपर्छ ल यो बिहान दाल पकाएको यो पुरै भात दाल बसालेको अनि यो लगेको यो यिनीहरू लगेको यो तरकारी लगेको ए च्याउ पनि रहेछ यार सबै के लगाए चाहिँ सबै धुनुपर्छ कि मैले है होटेलमा लास्टै धुन्थेँ यहाँ पनि लास्टै आम्मा के गर्नु ल कुखुरा हेर्नु कुखुरा ल है गाई चाहिँ अब चाहिँ टक्कलाई साइस मात्छु ल गाई चाहिँ टक्कलाई फाइनली भाँडा धुइसक्यो लगभग 30 मिनट जति लाग्यो होला टक्क कराई यता कराई अनि यो जग किन सबै है सबै दुइटा एकछिन पानी तैरोस् भने यसो राखेको कि सबै पानी तैरै राख्नु हुन्छ के पानी तैरिन माथिबाट आइरहेको छ फेरि यहाँ तैरिरहेको यस्तै छ हौ साथीहरू के गर्ने होइन ल यहाँ च्याउ पनि छ अघि च्याउ भेटेको कि मैले भेटेको यो च्याउ पनि फेरि तपाईँहरूले होइन भन्नुले यो च्याउ मैले भेटेको त्यो आलिममा चाहिँ त्यो अर्को यस्तो खेतको आलीमा यसो त्यहाँ पानी लाउनु गएको ट्याक्कै त्यही भेटिहालेँ कि अनि मैले टक्कलाई बाल्टिनमा हालिहालेँ कि अनि टक्कलाई तरकारी भन्दा नि बेलुकालाई कुखुराहरू त्यस्तै छ यार कुखुरा छोड्नु पऱ्यो अब काम त कता हो ल गाई चाहिँ अब यस्तै छ म अब मान्छे धुन बाइक छ ल गाई चाहिँ आजको भ्लग चाहिँ यति नै लागेको छ तपाईँहरूले भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है यस्तै भयो तपाईँहरूको लागि राम्रो भ्लग ल्याउँदैछु म